अब हामी कुराहरू सुनिरहेका हुन्छौँ कि पूर्व जन्मको कामको फल हामीले यो जन्ममा भोग्नुपर्छ भनेर। तर पूर्व जन्मको काम हामीलाई याद किन आउँदैन त यो जन्ममा भन्दाखेरि अब पूर्व जन्मको काम पनि हामीलाई याद आउन थाल्यो भने हामी यसै त यो जन्ममा गरेको कामहरूको स्ट्रेस टेन्सनहरू लिएर घुमिरहेका हुन्छन्। त्यसबाट मुक्त हुनलाई डिफ्रेन्ट कुराहरू गर्न खोजिरहेका हुन्छन्। अब यो जन्मको कामको सँगसँगै पूर्व जन्मको कामको पनि हामीलाई स्ट्रेस आउन थाल्छ यदि पूर्व जन्मको हामीलाई याद दिलाइदिने हो भने। त्यसैले भगवानको कृपा मान्नुहोस् कि पूर्व जन्मको कामको हामीलाई केही पनि याद छैन अनि हामीले यो जन्ममा लेसन सिकेर अगाडि बढेर राम्रो काम गर्न सक्छौँ। कसैले भन्छन् कि जन्म हुँदै हुँदैन, एक जन्म भएपछि अर्को जन्म हुँदै हुँदैन भन्छन्। तर मेरो पर्सनल भ्यू चाहिँ के हो भन्दाखेरि पूर्व जन्म त हुन्छ, अर्को जन्म पनि हुन्छ, तर पूर्व जन्मको काम हामीलाई याद भएन भने चाहिँ एकदमै राम्रो हो र यो हाम्रो लागि आशीर्वाद नै हो गाइस। सो यो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला अनि धेरै धेरै मान्छेसँग सेयर गर्नुहोला। बाँकी भनेको सी इन नेक्स्ट भिडियो। टिल देन हैव अ ग्रेट डे गाइस।